आज विश्वकर्मा बाबाको पूजाको दिन बिहान उठेर घर सरसफाई नुहाई धुवाई पूजापाठ सकेर घरमै बसिरहेको थिएँ। मोबाइलमा फोन आयो मिलन पनेरो सरको र उहाँले चाहिँ आज माडीका जेन्जी अगुवा पदम पन्तको जन्मदिन रहेको छ, तपाईँ पनि आउनुहोस् है, माडी क्याम्पसमा सानो सेलिब्रेसन कार्यक्रम छ भनेर भन्नुभयो। त्यसपछि मैले पनि हुन्छ भनेर रेडी भएर क्याम्पसतर्फ लागेँ। त्यहाँ पुग्दाखेरि सेलिब्रेसन कार्यक्रम सुरु भइसकेको रहेछ र मैले पनि उहाँलाई जन्मदिनको शुभकामना दिएँ हाम्रो पदम भाइलाई। तर उहाँले चाहिँ मलाई भाइ नबन्नु है भनेर सुरुमै भन्नुभयो। हामी लगाइदिने हो, लगाइदिउँ न है। ल तपाईँलाई शुभकामना। मलाई किन र अहिलेबाट हो। हालको